यताबाट आउँदाखेरि चाहिँ रामेछापको एकदम रमाइलो एकदम शरीर तन्दुरुस्त भयो हिँडेर मेरो आँट गरे हो आँट त के सिम्बल हो नि म त आँट गरे पाँचहरू चाहिँ सक्छ भने डर लागेको छ अलिक बिरामी मान्छे बिरामी पनि सक्छन् होला म त अस्ति पोहोर साल अब बिरामी भयो माथि गएर अर्कै बिरामी भएर फुल सुँगेर के सुँगेर डाँडा चढ्ने आँट छ त दिदीलाई सैलुङ डाँडा म चढेर नि गएको छु फेरि चढ्न आएर चाहिँ चढेरै जान्छु स्वासा भएछ भने स्वाहा गर्ने फ्यास भयो नि फेरि स्वाहा गर्ने फेरि हिँड्ने फेरि भयो नि त्यही गरेर हिँड्नुपर्छ चढ्नै आएछ चढ्नै पऱ्यो होइन चढ्नै को नजाने भयो दिदी गरेर मेरो खिचिदिउँ ल जाउँ झन् लट्ठी टेक्ने झन् लास्ट बस्छ छ भने ल राखिदिन्छ सुनेन के 7 बजे भनेपछि 1.5 घन्टामा पुग्नुपर्छ सैलुङ तपाईहरु सैलुङ पुगेर आउनु होइन कति घन्टा लाग्छ लाग्छ 2 घन्टा लाग्छ 2 घन्टा माथि 2 घन्टा पुग्छ पूजा सुजा गर्दा 1.5 घन्टा लाग्छ क्या पूजा भने त्यस्तो नर्मल पूजा छैन हैन हामी पूजा गरी ओरि जाँदा केही छैन यस्तो दुलो जस्तो मात्र गुफा रहेछ ओके कोनो त अनलाइन त नहोस् त्यति 2 घन्टामा पुग्छ ल 2 घन्टामा पुग्छ रे उकाल लाग्दै हुनुहुन्छ नि दिदी उकाल लाग्दैछ अब त सुरु अहिले सस बढ्दै अनि पुरा गर्न सकिन्छ त सकिन्छ नफर्किने हैन त उकाल लाग्ने बिस्तार जाने ल जानै पर्यो नि जानु पर्यो बरु बिस्तार गर्नु ल गीत गाउनु यहाँ भिडियो भइरहेछ ओके आइनर आइरहेछ ल गीत गाउनु भिडियो ए सरी मेरो त फोटो मात्रै खिच्दै हुन्थ्यो नि होइन उसमा राख्ला दिदी उकालो लाग्दै हुनुहुन्छ नि त अहिले सक्नुहुन्छ चौरी डुलाउनेलाई भन्दै हिँडेको खै अब चौरी डुलाउन सक्ला जस्तो लागेन हामीले चाहिँ हो चौरी डुलाउनु न आफै डुलेछ टल्किन जाला जस्तो दिपा सर हजुर ल हजुरले चाहिँ यसो कन्ट्रोल गर्दै लाने अब उसले भयो मान्छे बोकेर लान सकिहाल्छ होइन बोकेर लान सकिन्छ मे त फिर चाहिँ ठक्कै हेलो हाई मिनी ग्रेट वाल चाइनामा बनेको चाइनामा भएको ग्रेट वालको नमुना चाइना जान नसके पनि यहाँ भएका नेपालीहरूले चाइनामा जस्तै ग्रेट वाल छ भन्ने एउटा महसुस गराउनलाई यो ग्रेट वाल बनाइएको थियो अब यो बनाएको ग्रेट वाललाई चाहिँ हामी यो अवलोकन गर्दछौँ ल हाम्रो आयोजकै अब मेन मान्छे जान नसक्ने भएपछि अब कुरै के गर्ने है अहिले अब यो लौरो समातेछ जान सक्छ कि सक्दैन अहिले यसले दिएछ आँट छ यसले दिएछ फेरि त्यहाँ पहिला त चौरीले लाड्दैन यहाँ यहाँ चौरी छैन यहाँ चौरी छैन जान सक्छ माथि हेरौँ काठमा जान सक्छ हेरौँ अनि फर्किनु राजालाई नछोड फेरि उकालो कस्तो लागिरहेछ गाह्रो लागिरहेछ आमा एकदम विनाश लागिरहेको उकालो धेरै नगर्ने हामी उताबाट आएपछि कहाँ उकालो
अलि गाह्रो छ कति मिटर भेट्यो उकालो त्यो हेर्नुपर्छ तपाईँहरू त फर्किनु लाग्नु भएको छ होला भन्नु नसक्ने भयो घुमेर आइसक्यो अब के कति घुम्ने अब खुट्टा दुख्यो अब यहीबाट नमस्कार महादेवलाई अब केबुल कार चढ्यो भने चाहिँ नि आउला फेरि हामी त्यही नमुना ग्रेडवालबाटै जान्छौँ कति घन्टामा पुग्छ थाहा भएन सायद यो ग्रेडवाल चाहिँ 15-20 मिनट जति मात्रै लामो छ भनेर भन्छन् अब त्यसपछि चाहिँ सैलुन डाँडामा हामी जाँदैछौँ वाल पनि सकिँला जस्तो लाग्यो वाल पनि अब अहिलेसम्मको वाल निर्माण भइरहेकोमा अन्तिम बिन्दु अब त्यसपछि वाल फेरि बनाउने कार्यक्रम फेरि सुरु हुन्छ होला विस्तार हुन्छ होला अहिले चाहिँ हामी यो वालको अन्तिम बिन्दु अन्तिम ठाउँमा चाहिँ आइपुगेका छौँ क्यामेरा खिच्नु हो र तल खिच्नु तल ए वाल सकिँला है ए थ्याङ्क यू सैलुन उकालो लागिरहेछौँ दिदीहरूको गीतहरू सुन्दा रमाइलो लागिरहेछ र थकाइ पनि मिलिरहेछ दिदीहरू पनि गीत गाउँदै आफ्नो त्यो थकाइ मेटाउन खोजिरहनु भएको छ र उनीहरू गीतको दलमा आइरहनु भएको छ हामी गीत नगाउनेले त यति थकाइ लागिरहेछ भने अब गीत गाउनेलाई पनि अवश्य थकाइ त लाग्यो होला तर पनि उहाँहरूले चाहिँ गीतको भाकाले उहाँको थकाइ मेट्दै हुनुहुन्छ म सँगसँगै जान्छ नि तपाईँ त हुन्छ साथ हिँड्यो नि त नि है ल सँगसँगै समाउनु समाउनु बिस्तारै के हुँदैन सँगसँगै हिँडौँ न हामी सँगसँगै के हुँदैन उकालो नि हेर्न बहिनी कत्रो विधि नडराउनु कति 1 घन्टा पुग्छ कस्तो गाह्रो भइरहेछ एकदम सजिलो भइरहेछ सैलुङ डाँडा जानलाई उकालीमा जाँदा जाँदा दाहिने पर्यो पर बिन्द्रावनमा गाई चराउने कहाँ तिम्रो घर चरीको मावाली झुलेमा खोज्दै आयो कमला बाटो बोलेमा ल है माथि कमला छ मेरो परान परान साथी हो एकदम रमाइलो सजिलो भयो बाबा अहिले यस्तो साह्रो केही गाह्रो छैन मायालाई म पानी मेरो माया पुग्यो पानी रुखा चढी कमला हेर्दैछु म पनि मेरो माया पुग्यो पानी रुखा चढी कमला हेर्दैछु म पनि यो घोडा आफ्नै हो कि भाडाको ए यहाँ अरूले भाडा पनि
माछा युज गरेर हुनाले यो पनि भाडामा नि जान्छ जान्छ। कति लिनुहुन्छ तपाईँ सनसँगको? मैले माथिसम्म पुऱ्याएको 1000 रुपियाँ 1000 रुपियाँ हो एकजनाको। आएको ठाउँ होइन बच्चाहरूले तिनीहरू जानुपर्छ क्या थुम्के हेरेर जाउँ न है थुम्का हेर्दैकै हुन्छ नि हो अनि दाइ थुम्का ओर्लिने त्यतैबाट हामी तल ओर्लिने होइन यता आउने त्यहाँबाट गएपछि थुम्काहरू डाँडो देख्छ नि त्यो टावर कहाँ छ त्यो टावरलाई हेरेर जाने। दर्शक पनि यतिखेर हामी यो महादेवको त्रिशूल र घन्टी र महादेवको मन्दिर पनि छ भनेको यहाँ म चाहिँ त्यहाँ सैलुनको एउटा थुम्कामा जाँदैछु। अब लगभग 4-5 बजी लाग्यो। अब घाम पनि अस्ताउने बेला भएको होला अलि चारैतिर हुसु हुसु लागेकोले खासै राम्रोसँग देखिरहेको छैन। तैपनि महादेव मन्दिर चाहिँ घुम्न लागि म गइरहेको छु। महादेवको मन्दिर यहाँबाट चाहिँ पुरा उसु लागेको छ। ल हिँड नि त म ल ल दिदी त एक्लै बस्नु सक्छ गाडी तल छ भने होइन बरु गएर गाडीमा बस्नु नि गाडीमा उति दिदी के हाम्रो होइन अरूको टोली हो अनि गाडी एक बाटो लानु पर्ला गाह्रो हुनेलाई यो बाटो लानु पऱ्यो होइन। हामी चाहिँ यो बाटो हामी चाहिँ सिधै जाने थुम्का हेर्दै जाने जब थुम्का हेर्न भ्याउँछ होइन त्यसो जाने के हुन्न है हुन्छ हुन्छ होइन हुन नि हामी पनि थुम्का हेरेर जाने त हो नि होइन। खै हाम्रो मधु खै मधु त्यहाँ तल खाल्टोमा ए त्यो होइन जम्मै जाने हो त हामी अब जाउँ न टावर कहाँसम्म देख्छ नि सैलुङ्गे डाँडा नि नकाटेसम्म भन्ने हो क्या यो सैलुङ डाँडामा हाम्रो बहिनीहरू दिदीहरू चाहिँ होइन दाइ भाइहरू चाहिँ मजाले हिँडिरहेको छन् देखाउँदा त पछाडि हे भगवान् भन्दै हामी चाहिँ ठक्क लट्ठी टेक्दै सैलुङ्गे डाँडा नि नकाटेसम्म भन्दै सैलिङ्गे डाँडा सैलुङ डाँडा ल यतिखेर साँझको 5 बज्यो खै घडी 5 बजे जस्तो तर हुसु हुसु लागिरहेको छ। अब यहाँबाट ओल्ड डाँडाको मान्छे पल्लो डाँडामा देखिँदैन भेट्न पनि गाह्रो हुन्छ। आवाज चाहिँ सुनिन्छ त्यसै आवाज सुनिरहेछ। मन्दिर दर्शन गरेर आउँदाखेरि कति गाह्रो भयो? खासै गाह्रो भएन छैन है मेरो छैन दाइ खासै गाह्रो खास गाह्रो छैन है साह्रै गाह्रो भयो जस्तो कि हो ल हाम्रो दिपासा र भाइ दौडेर माथि आउँदैछन्। दौडिँदाखेरि कस्तो लागिरहेछ अहिले? एकदम रमाइलो एकदम शरीर तन्दुरुस्त भयो हिँडेर हो हजुर ल अलिक आउनु माथि दौडेर जाउँ न। ओके ल ठ्याक्कै मन्दिरमा पुग्यो है त। ल खै हौ कति साह्रो गाह्रो भएको हो यस्तो पल्ला घरको साइलोले खाएछ उका हाम्रो नाम पनि के हो विपासा बासुले के हो जुङ को यस्तो उक्कै उकाहार यो धुवा निकाल्ने यो फुलको थुङ्गै देखेन यो ढुङ्गा के अरे हुक्का मधु 4 सालभन्दा यसपालि सैलुङ आउँदाखेरिको अनुभव कस्तो? पोहोरभन्दा अहिले रमाइलो जस्तो लाग्यो मलाई चाहिँ होइन।
धेरै पोर हामी तब राखेको थियो हाम्रो फिल्म होइन तर एउटै रहेछ हामी कन्फ्युज मात्रै भएको धेरै कि त्यो त पोरा के सैलुमा अर्को शैलीमा त एउटै रहेछ होइन तर यताबाट आउँदाखेरि चाहिँ रामेछापको भन्दो रहेछ उताबाट आउँदा धुलिखेलको भन्दो रहेछ आफ्नो सैलुन चाहिँ एउटै रहेछ सही थुक बनाउनु सैलुनको कति 25 हामी कति घन्टा चाहिँ हिँड्यौँ हामी 1.5 घन्टा हिँड्यौँ 1.5 घन्टा हिँड्यौँ अहिले यहाँ 1.5 घन्टा हो ओहो अब साँझ पर्ने बेला भयो हामी रित्ते हिँड्नु गाह्रो छ सैलुङ डाँडामा घुम्यौँ होइन अनि फोटोसोट पनि खिच्यो के हो यो म त खानेकुरा डाँडा हिँड्दैछौँ हामी लटी टेकेर एकदम रमाइलो चिसो एकदम भइरहेछ हल्का अनि एकदम मजा आइरहेछ एकदम रमाइलो भएको छ भेनाजु सबैभन्दा अब यो डाँडा चाहिँ चढेर तलतिर झर्दैछौँ अब तलतिर डाँडा चढ्नै पाइन्छ हो त्यो टुप्पा पुग्नु पऱ्यो ल भाइ थकेर बसेछ पैसा के फोन आयो अरे थकेर बस्यो उसो होइन बादल हो होला उसो होला भैरव विवेक सोचेकै गर है है थाहा भइहाल्छ नि गाह्रो भइरहेछ कति गाह्रो भएको छैन अहिले हिँड्न सकिरहेछ अब त आइपुग्नु लगाइहाल्यो त्यति डर पनि छैन हल्का गाह्रो जस्तो चाहिँ हो तर आइरहेछ सकिरहेछ गाह्रो त अलिअलि भइहाल्छ नि डाँडा होइन कतिवटा डाँडा पार गरिसक्यो हामीले रमाइलो भइरहेको छ यो एडभेन्चर रमाइलो भएछ होइन कस्तो लागिरहेछ भन्नु न एकदम रमाइलो होइन फर्स्ट टाइम यति रमाइलो फिल गर्यो त्यस हुस्सु काठमाडौँमा नदेखेको धेरै वर्ष भएको थियो धेरै पछि यहाँ हुस्सु देख्न पाइयो ह्याप्पी साइलो ल राम्रोसँग जानुहोस् मलाई त भेना एकदम रमाइलो होइन मेरो फर्स्ट टाइम यो सैलुङ आएको एकदम रमाइलो मलाई त थकाइ लागेको पनि थाहा भएन यत्रो बाटो कसरी हिँडेँ कसरी आएँ मलाई त्यही पनि थाहा छैन म हिँड्दा एकदम खुसी भइसक्यो आज एकदम खुसी भएँ केही देख्ने होइन के थपे त केही देख्दैन नाइट हेरेर माथि आउने नाइट हेरेर आऊ भए माथितिर यो हुस्सु एकदम हुस्सु लागेको छ अहिले अँध्यारो हुँदै गएको छ त्यहाँ बाटो छ भ्यू टावर जाने होइन
अब के देख्नु त है यो गुम्बा सानो सानो गुम्बा बना होला गुम्बाको वरिपरि घुम्दा